युट्युबमा दुश्मन हेरेको हेरै गीतले 10 करोड यानि कि 100 मिलियन भ्युज पार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो गीतका सर्जक दुर्गेश थापालाई बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट मार्फत प्रधानमन्त्री ओलीले नयाँ पुस्ताको सङ्गीत प्रतिको रुचिबारे टिप्पणी गर्दै दुर्गेश थापालाई बधाई दिएका हुन्। उनले लेखेका छन्, आजको नयाँ पिढीले बेग्लै स्वादका गीत सङ्गीतमा रुचि देखाउन थालेको दुश्मन हेरेको हेरै गीतको भ्युअर्सबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या 5 महिनामा 100 मिलियन पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई। दुर्गेशको स्वर, अभिनय तथा नृत्य रहेको यो गीत गत 30 डिसेम्बरमा युट्युबमा अपलोड भएको थियो। सामाजिक सञ्जाल मार्फत भाइरल बनेको यस गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो। गीतमा दुर्गेशसँगै आनन्द कार्की, समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको छ। गीतको शब्द सङ्गीत र निर्देशन दुर्गेशकै रहेको छ। प्रधानमन्त्रीले नै बधाई दिएपछि दुर्गेश थप हौसिएका छन्। सोमबार आफ्नो फेसबुकमा एक पोस्ट लेख्दै थापाले प्रधानमन्त्रीको बधाईलाई ऐतिहासिक प्रेरणाको रूपमा वर्णन गरेका छन्। उनले लेखेका छन्, नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रम प्रति देशकै सम्माननीय प्रधानमन्त्रीज्यूले देखाउनु भएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको छ।